सिस्नो र रोटी जान्छ। यो पो गरे ल सिस्नो र कोदाको रोटी। सिस्नोलाई खुब मजाले धुनुपर्छ है। यसमा इन्सेक्टहरू हुनसक्छ, त्यो फ्लाइजहरू हुनसक्छ होइन। सिस्नो टिपिसकेपछि मैले मजाले यसलाई छल धुँदैछु होइन। यसलाई खुब मजाले साफ गर्नुपर्छ। यो यसमा फ्लाइहरू इन्सेक्टहरू अनि सम्भावना धेरै हुन्छ है। 3-4 पटक धोइसकेपछि यसमा चाहिँ अलिकति नुन राखेर पानीमा चाहिँ डिप गरेर 15-20 मिनट जति राख्छु मैले होइन। नुन राखेपछि यहाँ भएका इन्सेक्टहरू यताउता तिनी जान्छन् होइन। राखेपछि फोहोर जति यसरी जान्छ है। ल हेर्नुहोस्, नुन पानीले धोइयो भने 7-8 चोटि चाहिँ धोइसके पछाडि यसलाई चाहिँ यसरी हातले नुन राखेपछि त्यसले चाहिँ सिस्नोले त्यति पोल्दैन है। यो हातले निकाल्दा पनि हुन्छ। यो मैले हातले युज गरेको छु, तर सुरक्षाको दृष्टिकोणबाट अप्नाउनु पर्छ आफूले होइन। हेर्नुहोस् यहाँ चाहिँ राखेर यसलाई बोइल गर्नलाई रेडी भयो होइन। फुल प्रोटिन र फुल भिटामिन पाउँछ यसमा चाहिँ है। यसमा चाहिँ आगो लगाउने होइन, थोरै पानी राखेर बोइल गरिदिन्छु मैले है। यसमा जे एड गर्न मन लाग्छ एड गर्न सकिन्छ। थोरै पानी राखेँ मैले, नुन पनि राखिदिएँ मैले है। मैले अलिकति बुरोकाउली राख्छु है। बुरोकाउलीले चाहिँ के भन्दा लयालो बनाउँछ कि एकदम राम्रो बनाउँछ। बोइल राख्दा नि हुन्छ, कोही भिन्डी राख्दा नि हुन्छ, कोही साग राख्दा नि हुन्छ होइन। अनि चाहिँ अदुवा लसुन पेस्ट राख्दैछु मैले है। यो अदुवा सिँगै राख्दा नि हुन्छ, मैले पेस्ट छ मेरोमा, पेस्ट राखेको छु। त्यसमा मैले थोरै भिन्डी पनि एड गरेँ। भिन्डी एड गर्दा यो एकदम लयालो साह्रै चाहिँ मिठो हुन्छ है। मलाई चाहिँ साह्रै मिठो लाग्छ भिन्डी एड गरेर मैले गरेँ। तपाईँले हेर्नु होला। सिस्नो रेडी भयो सिस्नो लगाएर सिस्नो ठ्याक्क चाहिँ खानुपर्छ अब चाहिँ।